ल हामीले भर्खर सुरु गरेको थिएँ सफर गाडी नै फसिहाल्यो हेर्नुहोस् त। अनि टक्कै यो हारङ्गा जाउको यो चिने हो धोलाइचुङ्गा यो चाहिँ नयाँ फ्लाइओभर बन्दैछ नि यो टक्कै यहाँ हेर्नु त यो गाडी फसेको छ। यो नभएको भए त के हुन्थ्यो होला है। अब यो आउँदैछ यसले चाहिँ यसलाई धक्का मार्छ। यो चाहिँ यता कमन एउटा पुसमा निकाल्यो, झट्कैमै निकालिदियो। अलिकति बाटो पनि यसले उ गरिदिँदैछ। अब गाडी निकाल्नु सुरु भयो हो। अब यस्तै हो पहाड क्षेत्रमा त रुक्दै रुक्दै जानुपर्छ।